र त्यही चाबी बिर्सेको भएर चाहिँ त्यसकै लागि भोलि चाहिँ म त्यसकै लागि वेट गर्दै बस्छु। ज्याकेट र चाबी त्यसकै अगाडि दिन चाहिँ बिर्सेको भएर केही बनाएर खान पाएन। अझ चाहिँ 3:30 बजे ड्युटी स्टार्ट हुने भएको हुनाले हामी चाहिँ रेडी भएर ड्युटीको लागि जान स्टार्ट गर्छौँ। धेरै बजे काम गर्ने ड्युटी दिउँसोको टाइममा भएको हुन्छ। केटाहरू सबै सिड्युल चेन्ज भएको बारेमा कुरा गर्दै गर्छ र एकजनाको बिदा हुँदा क्याफेमा चाहिँ एकजना मात्र हुने भएको हुनाले म्यानेजरले कसरी म्यानेज गर्यो होला भनेर त्यसकै बारेमा कुरा गर्दै गर्छौँ। हाम्रो काम गर्ने टाइम चाहिँ 9:30 बजेसम्म भएको हुनाले त्यही दिनसम्म त केही बिजी हुन्न होला भनेर मैले केही नै टेन्सन लिएन। हामी दाइ र म चाहिँ ड्युटीमा आइपुग्छौँ र ओर्लिएर क्याफेलाई ओपन गरेर सधैँ चाहिँ प्रिपेयर गर्छौँ। अगाडि चाहिँ मर्निङमा प्रिपेयर गरिन्थ्यो, आज चाहिँ दिउँसोमा प्रिपेयर गर्ने भएको हुनाले छुट्टै फिल भएको थियो। सबै सुनसान थियो, बाटो दोकानहरू नि। हामीहरू चाहिँ बिस्तारै जे काम बाँकी छ त्यही कामहरू गर्दै गर्छौँ। हिजो काटेको डेजर्ट अलिकति बजेको हुन्छ र त्यही डेजर्टलाई फेरि सानो बक्समा राख्नलाई डेटहरू टाँसेर स्टिकर टाँसेर सानो बक्समा पालो पालो राखिदिन्छु। जम्मा 5वटा मात्र बाँकी हुन्छ, त्यसलाई चाहिँ छिटै भ्याइदिन्छु र त्यसपछि हाम्रो स्पेनिस सस सिद्धेको हुन लागि हुन्छ र त्यसलाई नै बनाइदिनु पऱ्यो भनेर म चाहिँ त्यसलाई नै बनाउन थाल्छु। हामीले स्पेनिस सस बनाउनलाई चाहिँ सुरुमा 250 ml क्यारामेल सस हाल्छौँ र त्यसपछि 6वटा चाहिँ नेचुरल क्रिम भन्ने हालेर मिक्स गरेर स्पेनिस सस चाहिँ बनाउँछौँ। र मैले नै त्यही प्रोसेस फलो गरेँ स्पेनिस सस म बनाउँछु स्टोरमा गएर चाहिँ। सबै काम भएपछि दाइ चाहिँ कुकी सोपे डेजर्ट बनाउनु लागि हुन्छ ओभनमा। र आज चाहिँ रमजान भएको हुनाले साउदी दोस्तले चाहिँ हाम्रो साउदी दोस्तले चाहिँ आफ्नो रेस्टुरेन्टबाट रमजान प्राइज ल्याइदिएको हुन्छ बक्समा, र बक्समा चाहिँ यस्तो खालको डेकोरेट गरेर खानेकुरा ल्याइदिएको हुन्छ र हामीले नि क्याफेमा कफीहरू बनाएर साथीलाई दिन्छौँ। र हल्का बेलुका भइसकेको थियो, हामी चाहिँ त्यही गिफ्टलाई खाँदै बस्दै गर्छौँ। मैले चाहिँ हिजो चाबी छोडेको भएर केही खाना पाउनु र यही सदमालाई खाँदै बस्दै गर्छौँ। हामी चाहिँ खाइसकेपछि एकछिनमा बिस्तारै एउटा दुईवटा कस्टमर आउँछ र म चाहिँ हिजो बनाएको ब्याटर नराम्रो भएको हुनाले आज नि त्यही बनाउन ट्राई गर्छु। र सुरुको लाते हट्न एकदमै राम्रो हुन्छ बनाउँदाखेरि चाहिँ, र यस्तो खालको हुन्छ आर्ट चाहिँ। हिजोभन्दा चाहिँ एकदमै राम्रो नै हुन्छ आर्ट चाहिँ। त्यसपछि बेलुका भएपछि एउटा साउदी क्यासियर आउँछ। मैले चाहिँ फर्स्ट टाइम देखेँ हुन्छ त्यो क्यासियरलाई चाहिँ, अनि त्यो साउदी क्यासियरले नि मलाई फर्स्ट टाइम नै देखा हुन्छ। बेलुका त्यस्तै 8 बजे चाहिँ बिस्तारै बिजी हुन थाल्छौँ हामी चाहिँ। अर्डरहरू नि एकदमै आउन थाल्छ अनि हामी चाहिँ अर्डर बनाउँदै कस्टमरलाई दिँदै गर्छौँ। र टाइम चाहिँ 9:30 भएपछि आज चाहिँ ठिक टाइममा केटाहरू चाहिँ आएको हुन्छ क्याफेमा चाहिँ, र सबै सामानहरू ज्याकेटहरू झोलामा हालेर बाहिर निस्कन थाल्छु। नाइट सिफ्टको केटाहरू नि गाडीमा आएको हुन्छ आज चाहिँ, र उनीहरूलाई अर्को ब्रान्चमा पुऱ्याएर बिहानको केटाहरूलाई लिएर रुममा जानुपर्ने हुन्छ। म चाहिँ नाइटको भ्यूहरू हेर्दै भ्लग गर्दै रेकर्ड गर्दै गर्छु। नाइटमा चाहिँ एकदमै भ्यूहरू राम्रो देखिँदो रहेछ, त्यसैले सहर बजार बिल्डिङको भ्यूहरू चाहिँ रेकर्ड गर्दै गर्छु म चाहिँ। यिनीहरू चाहिँ हाम्रो रियादको सहर बजारहरू हो। अनि यो चाहिँ हाम्रो फर्स्ट भान्जो फेब्रिक दी क्याफे चाहिँ। यहाँनिर चाहिँ कस्टमरहरू एकदमै आएको रहेछ र हामी चाहिँ बाहिर नै केटाहरूलाई कुरेर बस्छौँ। र यहाँनिर चाहिँ कस्टमरहरू एकदमै आएको रहेछ र हामीहरू चाहिँ बाहिर केटाहरूलाई नै कुरेर बस्छौँ। कपिल दाइ र रकम दाइ चाहिँ डेलिभरको लागि अर्डरको लागि कुरा गर्दै गर्छौँ। अगाडि चाहिँ जहिले केटाहरूलाई लिएर फर्स्ट ब्रान्चमा गएर अनि रुकै सामानहरू लिएर आउँदा हामीहरू चाहिँ 2 घन्टा कुर्नु पर्थ्यो। जहिले त्यही ढिलो हुने भएको हुनाले लखनऊ चाहिँ हिँड्छाएको हुन्छ। आज चाहिँ केही डेलिभरी नभएको हुनाले चाहिँ सिधै सुरुमा यहाँनिर आउनुपर्छ भनिदिन्छ। त्यही भएर आज चाहिँ ठिक टाइममा हुन्छ केटाहरू।
दुईजना दाइको पनि टाइमको म्यानेजमेन्ट नभएको हुनाले त्यसकै बारेमा हल्का डिस्कस हुन्छ। कुनै बेला अर्को रिसाउने र कुनै बेला अर्को रिसाउने हुन्छ। कपिल दाइ चाहिँ वरिष्ठमा भएर ड्राइभर चाहिँ हाम्रो पहिलाको अगाडिको बिरामी भएर घर फर्केको हुनाले उहाँले नै हेल्प गरिदिएको भएर उहाँलाई चाहिँ अलि टाइम नै मिलेको हुन्न। त्यही भएर उहाँ चाहिँ अलि नराम्रो माने हुन्छ। न त दुईवटा ड्राइभर छ न त एउटा। अहिले यही दाइले चलाएको भएर दुईजना बिच चाहिँ टाइमको म्यानेजमेन्टकै कुरा हुन्छ। रोडमा यही कुरा गर्दै रुममा जाँदै गर्छौँ हामीहरू चाहिँ। र फाइनल्ली हामी चाहिँ आउँछौँ रुममा। अनि हामी केटाहरू चाहिँ त्यही दुईजना दाइहरूको कुरा गर्दै हाँस्दै आउँछौँ। र रुममा यसै आजको लागि चाहिँ ब्लग यहीँ बिदा गरिदिन्छु म चाहिँ। र आजको रमादानको चाहिँ ड्युटी वर्क र यही नै थियो हाम्रो चाहिँ। र म चाहिँ रुममा आएर आजको लागि चाहिँ ब्लग यहीँनिर बिदा गरिदिन्छु मैले चाहिँ।